बुटवलको साँझहरू सधैँ अलि भावुक हुन्थे। बुटवलको पहेँलो घाम जब पहाडका काँधमा टाँसिन्थ्यो, तिनै किरणहरूबीच आर्यन र सिया पहिलो पटक भेटिएका थिए। त्यो दिन साधारण थियो, तर उनीहरूको जीवनका लागि असाधारण बन्न गइरहेको थियो। आर्यन एउटा साधारण परिवारको केटा थियो, सपनाहरू ठुलो तर अवस्था सानो। सिया भने शिक्षककी छोरी, अनुशासित र गम्भीर। उनीहरूको भेट क्याम्पसको पुस्तकालयमा भयो। एउटै किताब समाउन खोज्दा औँलाहरू जुधे। त्यो स्पर्श क्षणभरको थियो, तर धड्कनहरू लामो समयसम्म काँपिरहे। माफ गर्नुहोस्, सियाले आँखा झुकाउँदै भने। हुन त किताब तपाईँले नै लिनुहोस्। आर्यन मुस्कुरायो। त्यो मुस्कान सियाको नाममा यति गहिरो बस्यो कि उसले रातभर किताब पढिन्। आर्यनको अनुहार पढिरहे। दिनहरू बिस्तारै मित्रतामा बदलिए। पुस्तकालयका शान्त कुर्सीहरू, क्याम्पसको चिया पसल र तिनाउरीभर किनारका हावाहरू उनीहरूको साक्षी बने। उनीहरू सपनाहरू साट्थे। आर्यन विदेश गएर ठुलो मान्छे बन्न चाहन्थ्यो। सिया भने आफ्नै सहरमा सानो विद्यालय खोल्ने सपना देख्थे। यदि म टाढा गएँ भने, आर्यनले एक दिन सोध्यो। यो प्रश्नमा सिया केही बेर मौन रहिन्। दूरीले माया घटाउँदैन भनेको सुनेको छु, उनले हल्का हाँसो दिइन्, तर आँखाभित्र डर लुकेको थियो। समयले उनीहरूलाई झन नजिक बनायो। एक दिन आर्यनले साहस जुटायो। सिया, म तिमीलाई साथीभन्दा बढी मन पराउँछु। सियाको आँखाबाट आँसु झर्यो। म पनि आर्यन, तर हाम्रो माया सजिलो हुँदैन। उनको भनाइ सत्य साबित हुन धेरै समय लागेन। सियाको परिवारले उनको विवाह काठमाडौँका एक धनाढ्य युवकसँग तय गर्यो। सियाले धेरै प्रयास गरिन्, तर परिवारको निर्णय चट्टान जस्तै कठोर थियो। म भागेर जाउँ तिमीसँग, आर्यनले भावुक हुँदै भन्यो। सियाले टाउको हल्लाइन्। म तिम्रो सपना बन्न चाहन्छु आर्यन, बोझ होइन। त्यो रात उनीहरू मणिमुकुन्द पार्कमा अन्तिम पटक भेटिए। चन्द्रमाको उज्यालो उनीहरूको अनुहारमा परेको थियो, तर मनभित्र अँध्यारो थियो। यदि अर्को जन्म हुन्छ भने, आर्यनले सियाको हात समाउँदै भन्यो, त्यो जन्ममा हामीलाई कसैले छुट्याउन सक्दैन। सियाले मुस्कुराउने प्रयास गरिन्। भोलिपल्ट सिया काठमाडौँ गइन्। काठमाडौँको भिडभाडले उनको एक्लोपन झन बढायो। विवाह भयो धुमधामका साथ, तर सियाको मन शून्य थियो। आर्यन टाढाबाट त्यो खबर सुन्दै टुक्रियो। उसले सियालाई एउटा अन्तिम चिठी लेख्यो। सिया, तिमी जहाँ छौ खुसी रहनु। म तिमीलाई बिर्सन खोज्नेछु, तर माया बिर्सन सकिँदैन रहेछ। यदि कहिल्यै मेरो याद आयो भने तिनाउ किनारको हावा सम्झिनु। म त्यही कतै तिम्रो नाम उच्चारण गर्दै हुनेछु। चिठी पठाएपछि आर्यन विदेश गयो। वर्षहरू बिते, उसले सफलता पायो, पैसा कमायो, तर मुटु खाली नै रह्यो। एक दिन अचानक उसलाई खबर आयो, सिया गम्भीर बिरामी छिन्। आर्यन सबै कुरा छोडेर नेपाल फर्कियो। अस्पतालको सेतो कोठामा सिया कमजोर मुस्कानसहित सुतिरहेकी थिइन्। तिमी आयो, उनले कमजोर स्वरमा भनिन्। आर्यनको आँखा भरियो। म सधैँ यहीँ थिएँ सिया। सियाले तकिया मुनिबाट पुरानो चिठी निकालिन्। म यो हरेक रात पढ्थेँ। यही चिठीले मलाई बाँच्न सघायो। आर्यनको हात समातेर उनले बिस्तारै फुसफुसाइन्। हाम्रो माया अधुरो होला, तर असत्य होइन। त्यो रात सियाले अन्तिम सास फेरिन्। आर्यनको संसार फेरि एकपटक रित्तियो, तर यसपटक उसले आँसु मात्र बगाएन। सियाको सपना पूरा गर्ने निर्णय गर्यो। उसले बुटवल फर्केर सानो विद्यालय खोल्यो। नाम राख्यो सिया स्मृति पाठशाला।
प्रत्येक बिहान जब साना बालबालिकाहरू हाँस्दै विद्यालय छिर्थे आर्यनलाई सियाको मुस्कान देखिन्थ्यो। वर्षौँपछि मानिसहरू भन्थे त्यो विद्यालयमा कुनै अनौठो शान्ति छ। सायद त्यो सियाको आत्मा थियो जसले आफ्नो अधुरो प्रेमलाई सेवा र सम्झनामा रूपान्तरण गर्यो। आर्यन हरेक साँझ तिनाउ किनारमा जान्थ्यो। हावा चल्थ्यो, पातहरू सरसराउँथे र उसले बिस्तारै भन्थ्यो, अर्को जन्ममा पर्खिरहेछु सिया। माया सधैँ साथ बस्न पाउनु होइन, कहिलेकाहीँ माया भनेको टाढाबाट पनि कसैको सपना पुरा गर्नु हो। आर्यन र सियाको कथा अधुरो भएर पनि पूर्ण थियो, किनकि उनीहरूको प्रेमले दूरी, समय र मृत्यु सबैलाई जितेको थियो। र आज पनि बुटवलको साँझ जब पहेँलो हुन्छ, कसैले ध्यान दिएर सुनेमा हावामा एउटा फुसफुसाहट सुनिन्छ, म तिमीलाई अझै माया गर्छु। धन्यवाद। आजका लागि यति नै। तपाईहरूलाई आजको यो कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनुहोला र फेरि हामी भेट्नेछौँ अर्को श्रृङ्खलामा।